हेलो साथीहरू, आज म छोटो समयको लागि नेपालतर्फ प्रस्थान गर्दैछु। मैले चाहिँ बोर्डिङ पास लिइसकेँ अनि इमिग्रेसन पनि क्रस गरिसकेर अहिले चाहिँ म ड्युटी फ्रीतिर लागिरहेको छु। अब म ड्युटी फ्रीतिरतर्फ झरिरहेको छु अनि यहाँ देख्नुहुन्छ तपाईँहरूले टेडी बियर अनि वरिपरिको दृश्यहरू देख्नुहुन्छ। ड्युटी फ्री कति राम्रो देखिएको छ। Welcome to Hamad International Airport, Terminal 1. अहिले ईदमा चाहिँ यस्तो बनाएको रहेछ। ईद चलिरहेको छ, रमजान। तर यस्तो दामी बनाएको रहेछ। अहिले यो मुस्लिमहरूको के भन्छ होला मलाई थाहा छैन। अनि डिजाइन, लाइट डिजाइन राम्रो बनाएको रहेछ, राम्रो लाग्यो मलाई। अनि यस्तो छ मेरो गेट चाहिँ इको 5 छ। इको 5 E5 भनेको इको 5 हो। एयरपोर्टको कोडहरू हुन्छ, लोकेसनको कोडहरू हुन्छ। यो सी भनेको चार्ली 6 लेखेर चाहिँ यहाँ, अनि चार्ली 8, चार्ली 39 डेल्टा, डीबाट डेल्टा, ईबाट इको, चार्ली 5, चार्ली 7 यता साइडमा छ, दाहिने साइडमा। दुईवटा साइडमा चार्ली 6 छ। यो एक साइड अड छ भने एक साइड अनि जोड र बिजोड गरेर बनाएको छ। म चाहिँ अहिले घर जाँदैछु केही दिनको लागि, 2-3 दिनको लागि। मसँग धेरै छुट्टी थियो अनि अर्को छुट्टी कल्याप्स हुने भएर र आफ्नो पर्सनल कुराहरू हुन्छ, त्यसको लागि पनि जाँदैछु। म छिट्टै फर्किनेछु। यस्तो छ है त काठमाडौँसम्मको यात्रा दुःखदेखि। अब चाहिँ म तपाईँहरूलाई यहाँ गार्डन घुमाउँछु। ओर्चिड गार्डन भन्छ यसमा चाहिँ है, साह्रै राम्रो छ। तपाईँहरू पनि यहाँ घुम्न सक्नुहुन्छ। यो चाहिँ डेल्टा र इकोको बिचबाट चाहिँ यहाँ चाहिँ छ है, नेचुरल छ। अनि यहाँ तपाईँहरू घुम्न आउँदाखेरि रिल्याक्स गरेर रेस्ट गरेर पनि बस्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ आरामदायी पनि छ, धेरै राम्रो छ। तपाईँहरू मजासँगले मजा लिन सक्नुहुन्छ, घुम्न सक्नुहुन्छ। अनि तल गार्डनहरू छ है। यहाँ चाहिँ फ्रेस हावाहरू पाउँछ। अनि यहाँ तपाईँले चराचुरुङ्गी कराएर आवाजहरू पाउनुहुन्छ। यो चाहिँ तर आर्टिफिसियल हो, कति चाहिँ अब नेचुरल छ। यो ग्रुपहरू कति नेचुरल छ, तपाईँहरू मजाले घुम्न सक्नुहुन्छ। म तपाईँहरूलाई तल पनि अनि माथि फ्लोरमा पनि म तपाईँलाई राम्रो मजाले घुमाउँछु है त। तपाईँहरू हेर्नुहोस् है त। तपाईँहरूले हेर्न सक्नुहुन्छ यहाँ कस्तो राम्रो हेर्नु बोट बिरुवाहरू लगाएर तल घुम्ने अनि आराम गर्ने ठाउँहरू पनि छ। अनि तपाईँहरूले देख्नुहुन्छ यहाँ चार्जिङ पोइन्टहरू, यहाँहरू मान्छेहरू कति आरामले घाम जस्तो समय लागिरहेको छ। अनि मान्छेहरू पेसेन्जरहरू चाहिँ आरामले घुम्न सुतिरहनु भएको छ। अनि कतिपय पेसेन्जरहरू चाहिँ अनि किताबहरू पढ्दै लङ टुरको पेसेन्जरहरू चाहिँ यहाँ आराम गर्नुहुन्छ। अनि तपाईँहरूले यहाँ ड्युटी फ्रीमा चाहिँ खानेकुराहरू किनेर पनि खान सक्नुहुन्छ। अनि यहाँ आएर मजाले घुम्न सक्नुहुन्छ। कति नेचुरल देखिन्छ हेर्नुहोस्। यहाँ देख्न सक्नुहुन्छ पेसेन्जरहरू कति मजाले आराम गरिरहेको छ, फ्यामिलीहरू यहाँ हेर्नुहोस्। अनि घाम तापेर मजाले बस्नुहुन्छ। अनि यहाँ केब जस्तो पनि अनि सुत्ने ठाउँहरू छ यहाँ वरिपरि, अनि त्यहाँ बनाइदिएको छ। अनि तपाईँहरू यहाँ झार जङ्गलहरू देख्नुहुन्छ, घाम प्रकाश मजाले प्रशस्त रूपमा आएको देख्नुहुन्छ।
अब म हजुरहरूलाई चाहिँ यो लिफ्टबाट माथि लिएर जाने गर्छु। म माथि लिएर जान्छु तपाईँहरूलाई है त। Não, vai morrer não. Então, você vai querer descer? Olha aqui, olha aqui, olha aqui. हामी अब लिफ्टको सहायताले माथि जानेछौँ। त्यहाँ ओभरब्रिजहरू पनि छ। Ahorita vamos a jugar. Te vamos a bañar y a vestir. माथि पनि प्रशस्त सपहरू छ। तपाईँहरूले खानेकुराहरू अनि अल्कोहल आइटमहरू जे पनि किन्न सक्नुहुन्छ। तर तपाईँहरूसँग चाहिँ प्रशस्त पैसा हुनुपर्छ किन्नका लागि। तपाईँहरू यसरी ओभरब्रिजमा माथि पुलमा यसरी आएर फोटोहरू खिच्न सक्नुहुन्छ। यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ प्रशस्त मात्रामा सपहरू छ। अनि अब चाहिँ मेरो फ्लाइटको टाइम भएको कारणले गर्दा म चाहिँ अब फ्लाइट पार्किङ साइडतिर म अब जाँदैछु।
फ्लाइट रहेको गेट चाहिँ E5 भएको कारणले गर्दा म अब चाहिँ फ्लाइट भएको साइडमा जाँदैछु। यहाँ ई गेट E5 ई भनेको इको फ्लाइटको कोड अनुसार एयरपोर्टको कोड अनुसार ई भनेको इको 5 गेटतर्फ म प्रस्थान गर्दैछु। म चाहिँ अब मेरो फ्लाइटको नजिक पुगिसकेँ। इको 5 ई गेटबाट पुगिसकेँ अनि अब म चाहिँ अनबोर्ड भइसकेर फेरि पनि यहाँ टेक अफ लिन आँटेको छ फ्लाइटले। टेक अफ लिएको मैले यो भित्रबाट भिडियो गरिरहेको छु यो एयरपोर्टको फ्लाइटकै स्क्रिनबाट। अब फ्लाइटले टेक अफ लिने गरिरहेको छ। अब टेक अफ लियो, हेर्नुहोस् है साथीहरू कस्तो मजाले टेक अफ लिएको छ। तपाईँले स्क्रिनहरू टच स्क्रिन छ, तपाईँले यहाँ फिल्म हेरेर सक्नुहुन्छ, गीतहरू सुन्न सक्नुहुन्छ अनि तपाईँ कहाँ पुगिराख्नु भएको छ त्यो पनि सक्नुहुन्छ। यहाँ हेर्नुहोस् अब कस्तो मजाले छायाले देखेको छ दिउँसो ट्राभल गर्दाखेरि प्लेन मजाले रनवे मजाले देखेको छ। हेर्नुहोस् क्या दामी फ्लाइटको छायाले कस्तो मजाले देखेको। समुद्र आयो हेर्नुहोस्, समुद्रमाथि यसरी देखिन्छ। हामी चाहिँ अब नेपाल आइपुगेको छौँ अनि यो चाहिँ मैले तल फ्लाइटको तल पनि क्यामेरा हुन्थ्यो, त्यो क्यामेराबाट चाहिँ यो अब ल्यान्ड हुन लागेको काठमाडौँको दृश्यहरू मैले तपाईँलाई स्क्रिनबाट देखाइरहेको छु। अब हामी केही क्षणमा काठमाडौँ ल्यान्ड हुनेछौँ। हामी अब काठमाडौँ ल्यान्ड भयौँ, रनवेमा हामी आइपुग्यौँ। अब हामी रनवेबाट फेरि हामी पार्किङमा जानेवाला छौँ। अब यहाँ हेर्नुहोस् हामी रनवे ल्यान्ड भइसकेको छ। रनवेबाट ल्यान्ड भएर हामी अब पार्किङ एरियामा जानेछौँ।
तपाईँले देख्न सक्नुहुन्छ हाम्रो अगाडि एउटा फ्लाइट छ। त्यो फ्लाइट चाहिँ मलाई लाग्छ एरर दिए जस्तो छ है त्यो अगाडिको चाहिँ। अनि ट्याक्सीवेमा अब पुस गरेर राखेको छ। हामी चाहिँ त्यो ट्याक्सीवेको कारणले गर्दाखेरि हामी त्यहाँ जान सकेको छौँ। जन्मभूमि देखियो। म नेपाल बोलिसकेको छु। हामी अब को बसमा चढ्दैछौँ। अब को बसबाट सबैजना ओर्लिँदैछौँ। अनि मेरो म चाहिँ पाङ्ग्रा फुस्किने फ्लाइटमा चढ्न आँटेको है साथीहरू। इन्टरनेसनलबाट डोमेस्टिकमा यस्तो छ है। चन्द्रगढीको एयरपोर्ट आज के फुस्किन्छ थाहा छैन र अनि अब यात्रा गर्नु पऱ्यो के गर्नु चढ्ने पऱ्यो होइन। फ्लाइट टु डोमेस्टिकबाट चाहिँ उता के भन्छ फाइनली मेरो पनि चढ्ने पालो आयो। म पनि चढेँ फ्लाइटमा। ल्यापटप निकालेर पठाउनु त्यहाँ बहिनीसँग पठाइदिनु भएछ। नमस्ते। पहिला भन्नुभएको गाडी रहेछ। एकदम भन्नुभएको थियो त्यहाँ जाने हुन्छ ल्याउने भनेर बस्छ नि त उहाँको बडी रहेछ त्यत्रो बस्दा यात्रुहरू सबैजना बसिसक्नुभयो। अब म चाहिँ बोर्डिङ पासमा भएको सिट हेर्दै म मेरो आफ्नो सिटतर्फ लाग्दै फाइनली चन्द्रगढी पनि ल्यान्ड भयो। अब फाइनली चाहिँ बाहिर निस्किँदैछु। अनि मलाई चाहिँ बाजुले भेट्टाउनु भएको थियो। अनि म चाहिँ अब भिडियो चक्क चाहिँ फुस्किन गरेको छु है त। अब यहाँदेखि पार्ट चक्क फुस्किन रहेछ झन्। अर्को भिडियो ल्याउँछु फ्लाइटको आउनुभएको छ। अनि बहिनी आउनुहुन्छ मलाई लिएर एयरपोर्टमा आउँछु। म उहाँसँग भेट्नेछु। आफ्नै गाउँ फर्की अनि कतादेखि काठमाडौँदेखि चन्द्रगढीसम्मको यात्राको भिडियो यस्तै छ साथीहरू।